सडक डिभिजन कार्यालयको पत्रपछि थानकोट चितलाङ सडकको निर्माण कार्यले गति लिएको छ। ऐतिहासिक महत्वको थानकोट चितलाङ सडकको विषयमा सडक विभागले ठेक्का रद्द गर्ने पत्र काटेपछि ठेकेदार कम्पनीले उक्त सडकको निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ। 2082 साल वैशाख 19 गतेको सम्झौता अनुसार करिब 3 किलोमिटर सडक पिच गर्ने, नाली बनाउने, वाल बनाउने तथा आवश्यक मोड कटान गर्ने गरी 15 करोडको ठेक्का पाएको तामाङ कन्स्ट्रक्सनले 2082 साल असार 25 गते नै कार्य सम्पन्न गर्नुपर्नेमा म्याद थप गरी 2082 साल पौष 20 गतेसम्मको थप अवधि प्राप्त गरेको भए पनि हालसम्म सम्झौता मितिको 67% समय व्यतीत भइसक्दा पनि स्थलगत भौतिक प्रगति अत्यन्तै न्यून देखिएको भन्दै सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता रद्द गर्ने बेहोराको पत्र काटेपछि पुनः चन्द्रागिरी सडक खण्डमा ठेकेदारको उपस्थिति देखिएको हो। हाल थानकोट चितलाङ सडक निर्माण कार्यका लागि सक्षम कन्स्ट्रक्सन कम्पनीले 25 करोड तथा तामाङ कन्स्ट्रक्सन कम्पनीले 15 करोड बराबरको ठेक्का रकमबाट धमाधम निर्माण कार्य गरिरहेको देखिन्छ। काठमाडौँ भित्रिने सबैभन्दा छोटो सडक माध्यमको रूपमा विकास गर्न सकिने थानकोट चितलाङ अर्थात् गणेशमान सिंह राजमार्गको स्तरोन्नति एवं निर्माण कार्यका लागि संघीय सरकारले वर्षैपिच्छे बजेट विनियोजन गर्ने गरेको भए पनि ठेकेदार कम्पनीको लापरवाही र स्थानीय प्राकृतिक स्रोतको दोहन गर्न पल्केका सीमित बिचौलियाहरूका कारण लामो समयदेखि चन्द्रागिरीको बाटोले बिजोग भोग्नु परिरहेको स्थानीयहरूले आरोप लगाउँदै आएका छन्।